यस्तै छ बस्तीको खाना। बस्तीको खाना लु यो यहाँ चाहिँ हो तपाईँको सुँगुरको खुट्टा र पातले सिस्नु। अन्त सिम्पल छ एकदम। यो अन्डा भात। अन्डा पातले सिस्नु भन्नाले तिमीलाई सोध्दिन जान्दैन त रहेछ यता आपालाई सोध्छु ल। अब पातले सिस्नु भन्नाले चाहिँ तपाईँको हाम्रो भाषाबाट चाहिँ कोन्डोबी भन्छ। हजुर हाम्रो लेप्चा भाषा हो। हजुर यो चाहिँ नेपाली भाषाबाट चाहिँ पातले सिस्नु, यो सिस्नु नै हो। त्यो हामीले खाने नर्मल सिस्नु नै हो। यो हामीले त सिस्नु मात्रै भन्छ नि त। 2 खाल 3 खाल 4 खालको छ नि त। ए हजुर जोगी सिस्नु, घरे सिस्नु, अनि अर्को पातले सिस्नु, अनि अर्को यो के अरे सानो सिस्नु पनि हुन्छ। हजुर अन्त त्यसले गर्दाखेरि चाहिँ यो सिस्नुहरूको चाहिँ बेला बखतमा चाहिँ टाइममा यसको मुन्टा अनि फुल चाहिँ हामी मिसाएर चाहिँ गर्छु होइन सोध्दै पनि गर्छु। बस्ती त जिन्दगी हो त भन्ने बस्ती नै हो जिन्दगी है आपा। हो नि। अन्त म चाहिँ आज यहाँ आपाहरूकोमा अब एकछिन आएको थिएँ उसको साथीलाई भेट्नु, काम पनि थियो मेरो है। अन्त यहाँ आज भिडियोहरू पनि बनाएँ। अन्त आपाको धेरै जानकारीहरू पनि पाएँ, जसबाट पुत्काको पनि जानकारी पाएँ, टोटोलाको पनि जानकारी पाएँ, धानको पनि जानकारी पाएँ। र अब चाहिँ यहाँ म जानकारी लिँदैछु सिस्नुको। तपाईँहरूको एउटा यस्तो कुरा कि अब तपाईँहरू बिहान जो उठ्नुहुन्छ होइन, बिहान छिटो उठ्नुहुन्छ, घाँस सास काट्यो, गाई भैँसी है, गाई गोरु बस्तीको काम सुँगुर होइन, त्यहाँ दिनभरि काम गऱ्यो, बेलुका थाकेको हुन्छ, मिठो निन्द्रा होइन, राम्रो बस्तीको राम्रो एकदम प्योर खाना जुन बस्तीमा पलाउँछ फल्छ फुल्छ होइन, त्योभन्दा राम्रो जिन्दगी अरू जिन्दगी म खोज्छु भनेर कहीँ गएर मलाई त्यस्तो जिन्दगी चाहिन्छ भन्दा पनि त्यस्तो जिन्दगी पाउँदैन नि। ठुलो बिल्डिङमा बस्छ, त्यो बन रोटी खाएर टोस्ट रोटी खाएर होइन, चिया र टोस्ट रोटी पिज्जा खाएर होइन, त्यो जिन्दगी र यो जिन्दगीमा फरक हेर्नुहोस् त, हो कि भन्नुहोस्। हजुर भक्कु भएर प्रायः खानुहुन्छ कहाँ? यहाँ पुरा पाउँछ जङ्गलमा है, जङ्गलमा पाउँछ। नेक्स्ट चाहिँ सायद हुन्छ होला च्याउको हुनसक्छ। च्याउको पनि हुन्छ, धानको पनि हुन्छ, धान गोड्ने के गोड्ने पो के अरे काट्ने काट्ने ल ल भेट्दै गरौँ। सी यू, थ्याङ्क यू सो मच फर एभ्रिथिङ। नेक्स्ट चाहिँ हुनसक्छ होला सायद। हुन्छ किन भन्दा जस्तो उसको साथी भन्दा नि हाम्रो ब्रदरको एउटा पेज उसले चलाउनुहुन्छ है। अन्त च्याउको विषयमा उहाँ च्याउको चाहिँ मसरुम म्यान हो। मैले भिडियो बनाएन, अब बनाउँछु फ्युचरमा। अहिले च्याउको त्यति उयो छैन नि त, सिजन छैन, च्याउको सिजनमा आएर बनाउँछु। उसको फेसबुकमा पेजको नाम के छ? ऱ्याप्सोल लेप्चा, स्पेल RAPSOL लेप्चा लेप्चा। त्यो एकपल्ट हेरिदिनुहोस्, तपाईँहरूले हेरेर चाहिँ यो मान्छेलाई अलिकति सपोर्ट गरिदिनुहोस् ल। उसले एकदमै अर्ग्यानिक बस्तीको चिजहरू निकाल्छ र बस्तीको भ्लगर अथवा बस्तीको जुन त्यो चिजहरू निकाल्ने मान्छेलाई चाहिँ हामीले सपोर्ट गर्नुपर्छ जस्तो मलाई पनि लाग्छ पर्सनली। र उसलाई अलिक सपोर्ट गरिदिनुहोस् ल, ऱ्याप्सोल लेप्चा चाहिँ त। थ्याङ्क यू सो मच। र म चाहिँ यहाँनिर राप्सोल उसको फेसबुक है, उसकोमा आएको। यहाँनिर मेरो काम थियो, यहाँ देखाइदियो त के ल्याउनु आएको भनेर। यो चाहिँ तिमी आफै भन। अब यो चाहिँ हो जाँड सोच्यो होला फेरि है। यो चाहिँ कोदो है, कोदो यता देखो, कोदो ल्याउनु आएको म चाहिँ होइन यही गाउँमा। र यहाँनिर आप्पा आमालाई भेट्छु भनेर मैले सोचेको पनि थिइनँ। उसलाई भेटेर उयाबाटै कोदो लगेर जानु भनेर आएको। तर यहाँ आप्पा आमालाई आज भेटेँ, जसले चाहिँ अब आफ्नै छोरालाई जस्तो गर्नुभयो मलाई चाहिँ है। र फेरि भविष्यमा पनि फेरि एकपल्ट आउने बाचासहित है। लु अब ढोक गरेँ लु अब है। अब चाहिँ तपाईँहरू के भन्नु चाहनुहुन्छ? म आएर कस्तो लाग्यो? एकदम खुसी सबै आउने दिनमा फेरि आउनुहोस्। हजुर एकदम राम्रो। पहिला म त्यसरी आएको थिएन, त्यसरी सबै उहिलेको एउटा इतिहासहरू अब राखेर एउटा भिडियो बनाइदियो। त्यसको लागि अब
मलाई धन्यवाद पर्दैन फेरि आपा बोल्दै हो यो मान्छे फेरि उहाँहरूले सोच्यो होला कोदोको यसले जाँड खाने चाहिँ सोच्यो होला म जाँड रक्सी केही पनि खाँदिनँ यो चाहिँ कोदोको पिठो हाम्रो दोकानमा बेच्छ कि त्यसले गर्दाखेरि चाहिँ म यहाँ यत्रो टाढो आएर एकदम अर्ग्यानिक शुद्ध कोदो फापर चम्पाहरू त्यो उयो गरेको कारणले गर्दा चाहिँ म ल्याउन आएको हो है र जाँड खानु होइन यो चाहिँ हुन्छ धन्यवाद है हुन्छ